जीवनमा मैले आँसु झार्ने मान्छे होइन। आज कसैको आवाजबाट मैले आँसु झारेको छ नि, त्यो तिम्रो आवाज। नमस्ते नमस्ते झोर्ले होइन म दुरा सन्जिता दुरा मेरो भाषामा उनिजो निनी उई भन्छ उनिजो निनी उई हजुर कुन ठाउँबाट दुराबाट है लमजुङ दुरा डाँडाबाट त ओके कस्तो के हो यस्तो गायकी आमामामा पुरा तपाईको गलामा त दाना दुनी भइरहेको थियो नि मेरो हृदय नै एकदम रोइरहेको छ अनेस्टली म जीवनमा मैले आँसु झार्ने मान्छे होइन आज कसैको आवाजबाट मैले आँसु झारेको छ नि त्यो तिम्रो आवाज तिमीले सरी तर मलाई थाहा छैन तपाईँ कता बस्नुहुन्छ कहाँ बस्नुहुन्छ तर लोक लयसँग तपाईँ यति नजिक भएर यो गीतलाई यसरी निभाइदिनु भएको छ म एकदमै गदगद छु आज द भोइस अफ नेपाल जस्तो स्टेजमा यहाँ धेरै जस्तो रक गीतहरू गुन्जिने गर्छ आधुनिक गीतहरू क्लासिकल गीतहरू गुन्जिने गर्छ यहाँ पप गीतहरू बढी जस्तो गुन्जिने गर्छ आज जो तपाईँ जस्तो कलाकार आएर यो स्टेजमा लोकगीत गाउँदाखेरि म सबैभन्दा ठुलो खुसी छु हर्षित छु र अर्को कुरा तपाईँ लोकगीतमै मात्र सीमित होइन तपाईँले अरू पनि गीतहरू गाउनु सबै खालको गीत गाउँछु अरे वाह यसमा अझ अडियन्स ताली चाहिँ बजाउनुपर्छ कुनै त्यस्तो अरू कुनै कस्तो खालको गीतहरू गाउनुहुन्छ एकचोटि सुनौ न प्लिज आधुनिक गीतहरू गाउनुहुन्छ माया गर्न पर्दैन आज तपाईँले उहाँलाई दया गर्नुपर्छ दया गर्नुभयो भने गीत गाएर जान्छु नि त हुन्छ हुन्छ यता चाहिँ सिक्ने सेम नै हो है सेम नै हुन्छ तिमीले खाएको कसम साँचो भएको भए मैले पलमै तिमीलाई बिर्सन सक्ने भए किन
किन व्यर्थै रुनु पर्थ्यो